What's up, guys? Good morning. Welcome back to my new vlog, guys. बिहानको 7 बजिरहेछ। आज त अलि धेरै गर्मी रहेछ। बिहानैदेखि नै गर्मी भइसक्यो। आज बाबाले पनि उठाउनु भएन, आफै उठ्यायो। चाँडो उठेको छु। थाक्छ अलिकति। अनि अब उठिसकेँ। अब ब्रस गर्छु, नुहाउँछु अनि खाजा खान्छु अनि त्यसपछि एज युजुअल पढ्नु बस्नुपर्छ। गाइस नुहाएर नि आइसकेँ। अब एकचोटि तल गएर घुमेर आउँछु के कस्तो छ भनेर। भर्खर पुष्पाले नि कल गरेको थियो कि आज जनकपुर नि जाँदैछु अनि जनकपुर जाँदाखेरि त्यसको घर भएर त जानुपर्छ अनि त्यहाँ चाहिँ एउटा पुल चाहिँ भाँचिएको रहेछ अनि डाइभर्जन बनाएको छ अनि त्यहाँ अलिक गाह्रो हुन्छ अर्को बाटोबाट जानु भनेको थियो। अब त्यही अर्को बाटो जान्छु। पहिला अब तल गएर हेरौँ न के कस्तो छ भनेर। गाइज हुन चाहिँ यस्तो भएर रहेछ पढ्दा पढ्दा अल्छी लाग्यो। अहिले टाइम नि 3:30 भइरहेछ। बेलुका भइसक्यो अलमोस्ट। घाम नि कस्तो छ हेर। घाम त यस्तै चर्को छ अनि माथिबाट अब यस्तो गर्मी अनि चिया खान मन लागिरहेछ। चिया प्रिभी भएपछि अब त्यही हो चिया बनाउँछु अनि खान्छु। गाइस सिन यस्तो भएर रहेछ कि बाबाले कल गर्नुभयो भर्खर रेडी भएर निस्किहालौँ भनेर। अब चिया पाक्दै थियो बन्द गर्नु पर्यो। अब त्यही हो गाडी निकाल्ने अनि गाडीलाई अलिक पुस्ने एकछिन अनि जाने। सो गाइस चिया बन्द गर्नुपर्छ। अब राति खामला। जान गाइस निस्किसकेको छ। अगाडि बाइक राख्दैछ यार गाइस। बाइक हात ठाउँमा लगाउनु पर्छ। अगाडि राख्दै रहेछ। हटाउनु लाउनु पर्ने हो। बोलाइरहेको छु आउँदैछ हटाउँछु निस्किन्छ। खै निस्किने जस्तो लागिरहेछ गाडी तर पनि एकचोटि हटायो भने रिक्स अलिक कम हुन्छ। हामीहरू आफ्नो ठाउँमा आइसकेका छौँ भन्नाले चाहिँ घर बन्दैछ उता। दिस वान इज द साइड। यही घर बन्छ हाम्रो।